मेरो नाम प्रदीप लामिछाने म चाहिँ सिटिओ यो डेटा सेन्टरको यो सुरुदेखि नै मैले काम गरेको 2014 बाट म आएपछि यो डेटा सेन्टर प्रोजेक्ट 11-12 वर्ष भयो। डेटा सेन्टरको ग्रोथ चाहिँ नेपालमा मात्र नभएर विश्वभरि नै एक्सपोनेन्शियल ग्रोथ छ, इन्टु 10x ग्रोथ हुन्छ। त्यसकारण चाहिँ हाम्रो पनि सुरुबाट अहिले अब त 10x नै ग्रोथ छ। यो अफिस चाहिँ अलिकति वर्क फ्रेन्डली अनि काममा फोकस गर्ने अफिस हो रादर देन लग इन र लग आउट भन्दा। अनि हामीले चाहिँ हाम्रो प्रोजेक्ट सिधाएनौँ, हाम्रो डे टु डे जब सिधाएनौँ भन्ने हो। त्यसकारण चाहिँ अरू अफिस र हाम्रो अफिसको वर्क कल्चर चाहिँ एकदम फरक छ। हाम्रो बसाइ अनि हाम्रो इन्टरटेनमेन्ट, हाम्रो अरू एक्स्ट्रा एक्टिभिटिजहरू प्लस ट्रेनिङहरू, सर्टिफिकेसन्सहरू अनि इनोभेसन्सहरू चाहिँ हाम्रो कम्प्लिट अरू अफिस भन्दा चाहिँ फरकै छ। कुनै पनि मान्छेले सिल्भर लाइनिङमा जोइन गर्यो भने यदि उसले मेहनत गर्छ भने चाहिँ उसको इभ्यालुएसन्स एभ्री 6 मन्थ हुन्छ। उसको टाइम अनुसार हामीले उसलाई काम गर्ने इन्भाइरोमेन्ट दिन्छौँ, प्लस उसको जुन स्यालेरी ग्रोथ पनि हामी उसको आउटपुट अनुसार एभ्री 6 मन्थ हामी रिभिजन गर्छौँ। तपाईको स्यालेरी बढ्ने भनेको चाहिँ वर्षको 2 चोटि हो। यस अफकोर्स नेपालमा फ्युचर छ, तर मेहनत गर्नेको लागि, अल्छीहरूको लागि चाहिँ होइन। मेहनत गर्नुभयो भने तपाईँले 10x ग्रोथ गर्न सक्नुहुन्छ स्यालेरीमा, क्यारियरमा, पोजिसनमा र आफ्नो लाइफ क्वालिटी अफ लाइफमा पनि। ओन्ली फर दोज हु आर हार्ड वर्कर्स। हेलो हाई, मेरो नाम चाहिँ शान्ति तिवारी र म सिल्भर लाइनिङमा चाहिँ एज अफ नाउ working as IT manager. It's been around 8+ years. Within Cash Group of companies, it's been around more than 10+ years. But with Silver Lining, it's been around 8+ years that I have been working in Silver Lining. When I think about it, it has been quite good experience so far. My basic started from intern. I started working on networking part, and त्यसपछि I have worked as an associate. After that, I have moved to admin, and after that to IT manager. So yeah, the experience was quite good. I mean, I had not expected this kind of growth in this field. The first thing, working culture भनेर सम्झिँदा चाहिँ सिल्भर लाइनिङमा यो चाहिँ एकदमै घरमा काम गरे जस्तो एकदमै होमली फिल हुन्छ मलाई चाहिँ। इट फिल्स लाइक माई होम होइन। अनि अफिस वर्किङ आवर्स एकदमै फ्लेक्सिबल छ हामीलाई चाहिँ। वी क्यान वर्क फ्रम होम, वी क्यान वर्क फ्रम अफिस होइन। अपार्ट फ्रम द्याट परेको बेलामा वी क्यान टेक अफ एन्ड टेक लिभ्स एन्ड त्यो चाहिँ एकदम सजिलै कम्पेन्सेट गर्न सकिन्छ, इजिली त्यसलाई म्यानेज गर्न सकिन्छ। र प्रोफेसनल र पर्सनल लाइफलाई चाहिँ अहिलेसम्म जस ब्यालेन्स गर्न पनि एकदम इजिली सकिरहेको छ। यस, आई थिङ्क नेपालमा फ्युचर छ इफ यु ट्राई, इफ यु हेभ अब एकदम धैर्यता चाहिन्छ होइन। अनि यु क्यानट एक्सपेक्ट बिग स्टार्टिङमा होइन, बट यु क्यान स्टार्ट विथ भेरी स्मल थिङ। एकदमै सानो कुराबाट सकिन्छ। आफ्नो एक्सपिरियन्स आफूमा लाइक आफूले पर्सनल ग्रोथ, प्रोफेसनली ग्रोथ गर्नुपर्छ, आफूले आफ्नो लागि गर्नुपर्छ होइन। देन यु क्यान डु बिग। त्यो पोसिबिलिटी चाहिँ छ नेपालमा। म चाहिँ देख्छु त्यो पोसिबिलिटी मेरो आफ्नो एक्सपिरियन्सबाटै। थ्याङ्क यू। म रोनित साक्य, म यता आइटी म्यानेजर छु, वान अफ द आइटी म्यानेजर्स। म अपरेसन्स र नेटवर्क हेर्छु। मेरो सेप्टेम्बरमा 7 इयर्स हुन्छ यता सिल्भर लाइनिङमा। मेरो चाहिँ धेरै नै ग्रोथ भएको छ होइन। जुनियरै जोइन गरेको हो, अहिले म आइटी म्यानेजरसम्म पुगेको छु। मेरो चाहिँ राम्रै ग्रोथ भएको छ। म नेटवर्कबाट सुरु गरेँ, नेटवर्क एडमिनबाट सुरु गरेँ, जुनियर सिनियर भएँ, अनि त्यसपछि एसिस्टेन्ट आइटी म्यानेजर, त्यसपछि फेरि आइटी म्यानेजर भएँ। राम्रै ग्रोथ भएको छ मेरो। सो यहाँनिर लाइफको सिल्भर लाइनिङै भयो भन्छु कि मेरो चाहिँ। म चाहिँ पहिला आइएसपी ब्याकग्राउन्डमा थिएँ, आइएसपीमा थिएँ। त्यो सिल्भर लाइनिङ जोइन गरेपछि चाहिँ यहाँनिर चाहिँ धेरै नै राम्रो भयो मेरो। एज अ सबै सानो टिम छौँ हामी, फ्यामिली जस्तै नै छ कि, होमली नै छ। अरू अफिस भन्दा पनि यता अरू अफिसको जस्तो छैन कि डिपार्टमेन्टमा बाइन्ड हुँदैन होइन। ओभरअल अफिस नै के भइरहेछ सबै हेर्नु पाइन्छ, सानो टिम भएको हुनाले। नेपालमा अफकोर्स फ्युचर छ। म पनि यता पेट्रियोटिक भन्ने के भन्ने मलाई चाहिँ अब म बाहिर जानु मन छैन मलाई होइन। यहीँ नेपालमै नै म के गर्छु भनेर गरेको भयो मैले होइन। राम्रै नै छ, राम्रै नै भइरहेछ। मेहनत गर्नेहरूलाई राम्रै नै छ, जहाँ गए पनि त्यही त हो नि होइन। एफोर्ट दियो भने जहाँ पनि राम्रै नै हुन्छ। मेरो नाम चाहिँ प्रेरणा ताम्राकार। म चाहिँ सिल्भर लाइनिङमा एचआर एन्ड अपरेसन एक्जिक्युटिभ छु। पर सिल्भर लाइनिङ इट्स अलमोस्ट
1 year नाउ मैले चाहिँ एकदमै मेरो चाहिँ चेन्जेसहरु आएको छ ममा नट ओन्ली प्रोफेसनली बट अल्सो पर्सनली मलाई चाहिँ भेरियस सफ्टवेयरहरुको नलेज भएको छ यहाँ आएपछि एचआरएम सफ्टवेयरहरु प्लस म चाहिँ एकदम कन्फिडेन्टली बोल्न सक्ने पनि भएको छु लाइक म पहिला चाहिँ थिएन यस्तो लाइक यता आइसकेपछि चाहिँ अब यताको सबै इम्प्लोइजहरुसँग लाइक टिम काम गर्दाखेरि चाहिँ मैले आफुलाई चाहिँ एकदम कन्फिडेन्ट पनि फिल गरिरहेको छु अहिले चाहिँ यहाँको वर्किङ कल्चर भन्दाखेरि चाहिँ फर्स्टली यु विल गेट अ भेरी फ्रेन्डली इन्भाइरोमेन्ट हियर then you will get a friendly team as a family and various benefits such as insurance and healthcare training and development programs हरु टाइमली भइराको हुन्छ वीकली मन्थली नै भइराको हुन्छ लाइक हाम्रो चाहिँ आईएसओ पनि छ नि त सो हामी चाहिँ त्यो गर्न पनि पर्छ प्लस पर्सनली एज वेल एज प्रोफेसनली ग्रोथ पनि हुन्छ यता चाहिँ सो नेपालमा चाहिँ फ्युचरको कुरा गर्दाखेरि चाहिँ अब यता धेरै जना युथहरुको त बाहिर जाने कल्चर छ नि त अहिले सो यता नेपालमा चाहिँ इन्डस्ट्रीहरु पनि धेरै छन् क्रिएटिभ माइन्डहरु पनि छ तर इम्प्लिमेन्ट गर्न चाहिँ अलिकति मान्छेहरुलाई आइरहेको छैन के सो इफ युथहरुले चाहिँ इम्प्लिमेन्ट गरेर लाइक अब यो आईटी सेक्टर डेभलपमेन्ट भयो भने गर्न सक्यो भने चाहिँ युथहरुको लागि चाहिँ फ्युचर छ नेपालमा